हेलो नमस्ते, के छ हजुरहरूको हालखबर? सन्चै राम्रो हुनुहुन्छ होला सबैजना। हामी लाग्यो अब मुस्कोटबाट ओद्दबारीको लागि। यहाँबाट उकालो छ, थके लाखा गाइस। यहाँ तल ठुल दिदीको घर, हाम्रो फुवा दिदीको। त्यहाँबाट अब हामी निस्केको अवस्था। अब जाँदैछौँ हामी ओद्दबारी खरबाङ हुँदै, खरबाङ गरे के अरे टक्सर हो नि, टक्सर हुँदै सरेर जाँदैछौँ हामी ओद्दबारी। यता फेरि ऐसली खानाको सुरु भइसक्यो त। खरबाङ हुँदै ओद्दबारी जाँदैछौँ हामी। अब गाडी पाइन्छ कि पाइन्न हेरौँ। यता देउराली बजार। यहाँबाट अब हामी लागेको अवस्था। घाम छ, चर्किया छ, यस्तै छ। यो मुस्कोटको देउराली बजार हो। अब यहाँबाट हामी खरबाङ झर्दैछौँ। त्यस पछाडि फेरि ओद्दबारीको आज बसाइयो हाम्रो। भोलि फेरि घरतिर हुन्छ कता हुन्छ अब हेरौँ है त। यो मुस्कोट देउराली बजार। यिनी हाम्रा फर्चाङ बुटुङ। ओ बुटुङ, ए नमस्ते भाइ। यता यताको यता मान्दैन, घामले आत्यो। चाउचाउ खाँदैछु गो भन्छ। लिङ यताको जाने बाटो थामा। यहाँबाट अब हामी खरबाङ झऱ्यौँ। हाम्रो पुसाइ बाटो देखाउन आउनु हो। यो बागलुङ सर्रा। अब यता बागलुङको बाटो जाँदैछौँ हामी। तल खरबाङ गएर खोला र सम्काउ छोप्ने गाडी। त्यस पछाडि फेरि त्यहाँबाट माथि जाने। खरबाङमा एउटी छोरी परीक्षा चल्यो, तिनीसित नै भेट हुन्छ मलाई। पमी टक्सर हो। ए हजुर, यता गलकोट बस्दा पारि दरम खोला, यता बडियार खोलो मुनियाडा, अरू यता अमी टक्सर। यस्तै छ हौ गाइस। हिँड्दैछौँ हामी बच्चाहरू लिएर। यस्तो बाटाबाट सर र त्यस्तै छ। कहाँ जाने यस? ओइ यता ठुली मम्मी कहाँ जाने हो? ओह दरम खोलो यो हो। सरर लाएर अब हामी यताको जाँदै यो बडीघाट खोलो, कालीगण्डकी भन्छन् तल गएपछि। यता लाएर यस्तो छ है। यता यो गुल्मी, त्यो बागलुङ। यताको नि गुल्मी हो नि, यो टक्सर त गुल्मी त पर्छ। यता गुल्मी दरम खोलाबाट यता यस्तै छ। अब यताबाट जाने हामी वहाँ माथि। यस्तै छ। देउली गर्ने ठाउँ यति हाम्रो बरालीको। अब सर जाँदैछौँ हामी। यताको एकतिर सङ्ला आयो, एकतिरको धमिलो आयो पनि, माथि पानी परे। यस्तो छ बडीघाट खोलो धमिलो आएको अवस्था। अब जाँदैछौँ हामी यता तलको गएर पुल तर्ने रे। पाउनु पुल तर्ने फेरि कहाँ? पुगिस् त अन्त भर्खरै पुग्छस्। घडीहरू त भर्खर कतिर हुन्छ हान्छ। भर्खर पुग्ला नि अब होइन। हो गर्मी छ, खाइसक्यो गर्मीले। यस्तो छ है बाटो यत्रो छ। यता फोन आएको अवस्था। अब यो पाखा पखेर हुँदै जाने यो सर र तल उक्ना छ खोलो। यो तल पसिना आए गाह्रो छ, गाह्रो छ गाइस। भेटुन नगए पर भेटुन आएनस् भन्छ नि, गए पर यस्तो छ है।
हिँड्न सकिन्न मगाइसकेको अवस्था। ओ माथि डाँडा हो झरेको, बल्ल यतै ओह्रालो झऱ्यो। यस्तो छन् एउटा पाखा, यहाँ माथिबाट झरेको अवस्था हामी त्यहाँ मुस्कोटबाट। अहिले तल खरबाङ, यताको दरम खोला भन्छन्, यो बडीघाट यता माथिबाट आएको छ। अहिलेलाई हामी यहाँ पुगेको अवस्था, रमाइलो छ ठाउँ। जोस् हाम्रो फुचुङले मलाई छोडेर हिँडे आज, म हिँड्न सकिरहेको छैन। खान्छ तिमी त मलाई दौडेर भुल्यौ है, मैले नि भेटाउन सक्दिनँ कान्छालाई तात्ता। तिमी दौडेर हो, कता यताबाट ए हाम्रो फुचुङबाट हिँडेँ, म हिँड्न सकेको छैन हो न। पानी खाँदै हिँड्दै गरेको कान्छाले पानी भरेर दिँदै गरेँ मेरो बाटोभरि। गाह्रो छ यस्तो बाटो। के अरे कान्छा गाह्रो छ है हजुर, गाह्रो छ अरे कान्छाले। खै बर्खा त यो ढुङ्गो फाल होइन। ए भारी जति मलाई हो, आफूहरू खाली हिँडेछन्, त्यही भएर मैले भेटाउन नसकेको भन्दा हुन्छ। पसिना आखान्छ त त्यही गर्मी छ। घाँस यस्तो घाँस हुने त मैले त कति मिल्टा रे कान्छी, यस्तो घाँस हुने नि मैले कति मिल्टा भारी पुऱ्याउँछु रे। आधी घन्टा नि लाग्दैन होला, 10 मिनट। यस्तो घाँस छ बाक्लो, मजा आउँछ। बस आउँछ र बस ओ तलतिरबाट बस लाग्छ ऊ त्यहाँबाट खरबाङबाट। कहाँ जाने त? घर त यता अगर हाम्रो ठुली मम्मी कहाँ? दोतारमा होइन गाडी जाने हो, उहाँबाट गाडी जान्छ गर्छ। उहाँबाट त बोर्तिबाङ जाडी गाडी जान्छ, खरे दर्लिङ जता कतै जान्छ। ल रेस्ट गर्न लागेको चौपरीमा, जङ्गल मुखा चौपरी हो छ सर। अब कान्छो छोराले पानीको बोतल पल्टाएको अवस्था। अब कहाँ पुगेर लिने तल पुग्यो बोतल। रोक्को अहिले जाऊँ न, रोक यही बस अहिले उतै जाने को अब उता घर जाने। पसिनाको खोलो जेस बगाइएकै छ, त्यस्तै हो। हाम्रो म्याडमको पनि पसिना आखारे हात त गर्मी छ। अब जान लाग्छौँ हामी बारी। गुना लागेको अवस्था, यो वालतिरको गुल्मी त्यही हो। अब यहाँबाट मोटर बाटो सबै हामी यता जाँदैछौँ। बुझ्छौँ न बस्ने त्यहाँ कति राम्रो छरो छ पानी खानालाई। सर हामी यहाँ बसेन माथि सट्ट झरी अब तल। गाना गीताउँदै हिँडे उफ्रेर बाबुको हालत यो छ, पसिना भएर। मकै बारी करम भन्दै हिँडेको कान्छ। यो खर र मकै त्यस्तो भएन यताका पुग्नु लागेको अवस्था। अब पुल तर्ने एकछिनमा नि आएको अवस्था खरबाङ। यही हो खरबाङको बजार सट्ठा। अब हामी झलुङ्गे पुल तर्न आएको अवस्था बडीघाटको। यही हो हाम्रो चरेर जाने पुल। अब यता बडीघाट अहिले धमिलो आएको थियो माथि आउँदाखेरि, अहिले चाहिँ सङ्लो आएछ। त्यस्तो छ है बस। यही हो खरबाङको पुल। ल पुल तरेको अवस्था। तलतिर एउटा मासु मार्दै जालमा सर
खरबाङको बजार आएको अवस्था हामी बडियार खोला तरेर यो बडीघाट यताको कस्तो छ है छिटो पारी परबिन हात काट्छ र अहिले त्यहाँ माछा मार्दै हेर त त्यत्रोबाट माछा परेको अवस्था हाल्नु पऱ्यो दाइ हाल्नु पऱ्यो हेर त कत्रो ठुलो छ माछा त्यत्रो बढे असले परेछ ल जाम सुइक्यो जाम तिम्रो जालमा हान्ने गर भने बडीघाट ओ त्यतिको जाल हाने दाइले अब जालमा माछा पर्छ तर ठुल्ठुलो माछा छन् त्यहाँ ल हेर है अब कत्रोबाट माछा निक्लिन्छ हेर है कान्छ त्यही ढुङ्गो परेछ एउटा पनि परेन अहिले त परेन जमिन छिटो यो खरबाङको बजार तर्न लागेको अवस्था गुल्मीबाट बाग्नु सुरु भयो यो बडीघाट खोलो यहाँ तल दाइलाई देखाइदिइहालेँ मैले तपाईँहरूलाई माछा मार्दै हुनुहुन्छ ठुल्ठुलो माछा 1 किलोको 1.5 किलोको एउटा माछा परेको अवस्था छ अब यस्तो छ यो झलिङ्गे पुल यहाँको तर हिँड्ने हामी होइन कान्छ छिटो हिँड यस्तै छ दिदी आउनु लाइसेन्स को उहाँसिन बाटा खाऊ पलतिर यिनी मकै क्या फैलाएका छन् यहाँ त दोहोरा पनि लगाइसकेको छन् क्या दोहोऱ्याउनु भएन नि मकै यो मकै बारी कुरुम भन्ने यस्तै छ यहाँको सिन यो हाम्रो गङ्गा दाइको गाउँ पर्छ क्या यता माथि त्यो धुरीतिर हाम्रो गङ्गा दाइ एकजना साथी हुनुहुन्छ उहाँको घर टक्सरतिर हो यो झलङ्गे पुल तर हामी वरै आएको अवस्था पसिनाले के साह्रो विधियो बजार हामी खरबाङ बजारमा आएर यसो बस्दैछौँ छोरी आउँदैछन् भेट हुन तिनीलाई पर्खेर बसेको अवस्था सो हामी यहाँ बसेको अवस्था खान्छ पपुलो डाँडाबाट हामी झरेको अवस्था यो बाटो सर यहाँ आएर हामी यता जाँदैछौँ यो खरबाङको बजार अनि हाम्रो भोल्डुङ अब बाहिरतिर जाँदैछौँ यता छोरी आउँदैछु भने चाहिँ दरम खोला हेरौँ त्यसले भेटाउँछु भने अगाडि गएको अवस्था अहिले खरबाङको बजारतिर यति माथि डाँडाबाट झरेर अहिले खरबाङको बजारतिर घुमेको अवस्था त्यस्तै छ अब जाने हामी हद्दबारीतिर भेट हुन आएका कहाँ तल हो खै त भाइ त्यसले रुममा जाने र यहीँबाट जाने फेरि तल गएर फेरि माथि जाने सर्भिसम्यान छोरी बागलुङको आकाशे पुल माथि बागलुङको आकाशे पुल हो यता घरिया बागलुङ यहाँको खौलारा बजार यो खौलारा सागर कस्तो नडर आयो अब कहाँ झर्यो हाम्रो त माथि गाडी जाने हो खोज्न अब औद्धबारी जानु लाग्यो गाडीको अवस्था खोलाको बजार यो अब हिँड्यौँ हामी सट्ठ खोलेर आएको अवस्था अब जान्छौँ हामी माथि यता माथि जाने हो हामी जाने गाडी चाहिँ यो अरे यसमाथिबाट जाँदैछौँ अब हामी औद्धबारी जाने हो पानी पर्न लागेको अवस्था जस्तो मौसम भएको अवस्था गाडी अब हिँड्नलाई हाम्रो सट्ठा माथि सधैँभरि खाइराख्नु होला हजुरको घर आँगनैमा आएको छ हजुर अरूला धानको पात मायालाई च्याउने भात हस्त धन्यवाद मान्छे
सेउ चाहिँ त अरू बिग्दो रहेछ अरू पानको पात भन्दै च्याउ र भात भन्दै च्याउ बेच्दैछ नि त अहिले परिहाट आएको आज हामी त्यो डाँडा परिहाट सिरुङ्गाको पहिरो पालतिर त्यहाँबाट आएको हो अहिले यता हामी अद्दोबारीतिर घर यता हाम्रो भरि यता जाने